हेलो एभ्रिवान, वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई के सिकाउँछु भनेदेखि आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई टेक्स्ट बारमा आफ्नो नाम लेख्नु सिकाउँछु। यहाँनिर तपाईँहरूले देख्नु सक्नुहुँदैछ टेक्स्ट बारमा है, केवल लगुन भनेर नेम डिस्प्ले भइराखेको छ। यसरी नै तपाईँहरूलाई म आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई आफ्नो नाम टेक्स्ट बारमा लेख्नु सिकाउने छु। तपाईहरु जसले पनि मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन, सब्स्क्राइब गरिदिनुहोस् होला, ताकि कम्प्युटर विषयमा चाहिँ नेक्स्ट भिडियोहरु चाहिँ तपाईहरुको लागि अझै इन्फर्मेटिभ भिडियो बनाउन सकौं। टेक्स्ट बारमा आफ्नो नाम डिस्प्ले गर्नको लागि चाहिँ हामीले सबैभन्दा फर्स्ट एउटा फोल्डर बनाउनु पर्यो। फोल्डर बनाउनको लागि कन्ट्रोल शिफ्ट एन गरेर बनाउँदाखेरि पनि हुन्छ। तपाईहरुले माउसबाट राइट सिंगल क्लिक गरेर न्यू फोल्डरमा यसरी क्लिक गरेर बनाउँदाखेरि पनि हुन्छ। यहाँनिर तपाईहरुले देख्नु सक्नुहुँदैछ है, केवल लगुन भनेर यहाँनिर एउटा फोल्डर बनिसकेको छ। त्यहाँदेखि चाहिँ अब हामीले के गर्नु पर्यो भनेदेखि चाहिँ यहाँ टेक्स्ट बारमा आउनु पर्यो। टेक्स्ट बारमा आएर राइट सिंगल क्लिक गरिसकेपछि यहाँ माथिपट्टि तपाईहरुले अप्सन देख्नुहुँदैछ टुल बार भनेर। टुल बारमा क्लिक गरेर यहाँ न्यू टुल बारमा क्लिक गरिदिनुस्। न्यू टुल बारमा क्लिक गरिसकेपछि यहाँनिर तपाईहरुको पेज यस्तो शो हुन्छ है। यहाँदेखि तपाईहरु डेस्कटपमा क्लिक गर्नुहोस्। अघि तपाईहरुले बनाउनु भएको फोल्डर यहाँनिर शो भइहाल्छ। यहाँनिर मैले केवल लगुन भनेर बनाएको थिएँ। यहाँनिर केवल लगुन फोल्डर शो हुँदैछ। यसलाई लेफ्ट डबल क्लिक गरिदिनुस्, सेलेक्ट। त्यहाँदेखि सेलेक्ट गरिसकेपछि चाहिँ यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ नेम यहाँनिर यसरी डिस्प्ले भइहाल्छ। फेरि तपाईहरुले यसलाई रिमुभ पनि गर्न सक्नुहुन्छ। रिमुभ गर्नको लागि तपाईहरुले के गर्नु पर्यो भनेदेखि यहाँनिर टेक्स्ट बारमा आएर लेफ्ट सिंगल क्लिक गरिदिनुस्। त्यहाँदेखि फेरि टुल बारमा क्लिक गर्नुहोस्। त्यहाँदेखि यहाँ केवल लगुन भनेर आएको छ। यो नेममा तपाईहरुले लेफ्ट सिंगल क्लिक गर्नुहोस्। यहाँ टेक्स्ट बारबाट फेरि तपाईहरुको नाम रिमुभ भइहाल्छ। थ्यांक यू सो मच तपाईहरुलाई मेरो यो भिडियो हेरिदिनु भएकोमा।